नमस्ते, मेरो नाम चाहिँ यमुना श्रेष्ठ। म चाहिँ 28 वर्षको भएँ। म चाहिँ मेरो पेसा चाहिँ सिलाई प्लस क्रिस्टलको मालाहरू बनाएर बेच्ने गर्छु। मेरो सङ्गठनको नाम चाहिँ उज्जवल मनोहरा गृह श्रमिक महिला समूह हो। लिडर भएको चाहिँ 5 वर्ष भयो। मेरो समूहमा चाहिँ अहिले चाहिँ 21 जना सदस्य हुनुहुन्छ। तर म यसमा लिडर हुनुभन्दा अगाडि चाहिँ जब 5 वर्ष अगाडि चाहिँ हाम्रो समूह चाहिँ मनोहरा बस्तीमा चाहिँ जम्मा एउटा मात्रै थियो। तर अहिलेसम्म चाहिँ 5 वर्षको यो अवधिभित्र चाहिँ हाम्रो मनोहरा बस्तीमा चाहिँ बचत समूह चाहिँ 5 वटा रहेको छ। 4 वटा ग्रुपमा चाहिँ बचत समूह रहेको छ। त्यसमा चाहिँ जम्मा 20 जनादेखि 25 जनाको ग्रुपमा चाहिँ हाम्रो बचत समूह रहेको छ। एकदमै बढेको छ म्याम। पहिले चाहिँ हामी अलिक थोरै नै थियौँ, लगभग 200 जना जति थियौँ होला। अहिले चाहिँ हाम्रो टोटल गृह श्रमिक चाहिँ हामी 280 जना पुगेका छौँ हाम्रो मनोहरा बस्तीमा। र अझै पनि हाम्रो पछिल्लो समय चाहिँ नयाँहरू पनि धेरै नै थपिनु भएको छ। तर अब रजिस्टर हुनुभएको चाहिँ पहिले 280 जना हो। त्यसमा अब फेरि भयो भनेदेखि चाहिँ अझै थप्नुहुन्छ। यो वृद्धि भएको कारण चाहिँ के हो भनेदेखि म्याम, सुरुमा त अब मलाई पनि थाहा थिएन होइन, यो साथी संस्था भन्ने के हो भनेर पनि थाहा थिएन। अनि सुरुमा त अब मैले चाहिँ फर्स्टचोटि ट्रेनिङ गर्ने मौका पाएँ, तालिममा सहभागी हुने मौका पाएँ। अनि मलाई थाहा भयो कि साथी संस्था भनेको यस्तो संस्था रहेछ, यसले चाहिँ हामीलाई चाहिँ अब राम्रो अघि बढाउन सिकाउने रहेछ भनेर चाहिँ थाहा पायौँ। अनि हरेक ट्रेनिङहरू लिँदै जाँदाखेरि चाहिँ साथीहरूलाई चाहिँ हामीले पनि अब अघि बढ्ने, यस्तो हिंसा सम्बन्धी हिंसामा परेका महिला दिदीबहिनीहरूलाई पनि अघि बढेर आफ्नो चाहिँ भन्न सक्ने, बोल्न सक्ने बनाएका छौँ। तर म पनि पहिले यसरी आफ्नो परिचय अगाडि गएर दिन सक्ने अवस्थामा थिएन। अनि अहिले चाहिँ म पनि आफ्नो परिचय चाहिँ नडराइकन दिन सक्ने भएको छु म्याम। एकदमै म्याम। पहिला चाहिँ अब साथीहरूले नै केही परेर बोलायो भने पनि समाजमा होइन, समुदायमा उसलाई त परेको नि, अब मेरो काम छ जाँदिनँ भन्ने हुन्थ्यो। तर अहिले चाहिँ हामी समुदायमा चाहिँ अब हामी चाहिँ बेला बेला अब समूहमा मिटिङहरू भइरहेको हुन्छ। अब एकलाई पर्दाखेरि अर्कोले साथ दिनुपर्ने रहेछ भन्ने हामीलाई पनि जानकारी भयो। अनि ट्रेनिङहरू लिँदै जाँदाखेरि चाहिँ हामीले पनि यस्तो ज्ञानहरू पायौँ। अनि हामीले साथीहरूलाई सेयर गऱ्यौँ। यस्तो क्रममा चाहिँ अब हामी पनि पहिले कस्तो घरबाट ननिस्किने मान्छेहरू अब बाहिर गएर यतिको बोल्न सक्ने, यस्तो कुराहरू साथीहरूलाई नि बुझाउन सक्ने हुँदाखेरि चाहिँ साथीहरू पनि सँग चाहिँ आबद्ध हुनुभएको छ र ग्रुप थपिँदै जानुभएको छ।